Whoop, go! चित्त दुखाउला नि फेरि दुखाइसक्यो जान्छ पहिला बाइक नभएर प्रब्लम थियो अहिले बाइक गरेर नि यहाँ धुलो खाएर पुरै यस्तो भइरहेछ क्या धुलोले सो त्यही आज सबै अब क्लिन गर्न आँटेको यो चाहिँ मैले एभ्रिडे चलाइरहेको छु हिजो पनि चलाएँ आज पनि चलाइरहेको छु किनभने यो चाहिँ अलिसाको बाइक हो क्या सो यहाँ चाहिँ नाम हुन्छ अब आफ्नो बाइकको मैले गिफ्ट गरेँ हो नि त अलिसालाई अनि त्यही भएर सो यो चलाइदिरहेको छु मैले मेरो नयाँ हेलमेट पनि देखाउँछु तपाईँहरूलाई म होइन यो भ्लग चाहिँ हिजो आउनुपर्ने हो हिजो चाहिँ फेरि त्यो धेरै बाइक चलाएर भएर ज्वरो आएको भएर चाहिँ मैले हिजो अपलोड गर्न सकेन होइन त्यही भएर चाहिँ नयाँ हेलमेट पनि आएको थियो तपाईँलाई म नयाँ हेलमेट पनि देखाउँछु कस्तो छ भनेर बाइकहरू पनि पुरै सफा गर्नु छ क्या आज अनि केटाहरू सबै बाइक निकाल्छ भित्रबाट बट्टाबट होइन सचिन ल के गरे सो दिस इज माई न्यू हेलमेट अल्पा स्टार R10 लिमिटेड एडिसन होइन खतरै छ क्या सो यसको अरू भन्दा पनि मलाई पछाडिको चाहिँ कलर मन पर्यो क्या हेर्नु नि ल सो यो चाहिँ नयाँ हेलमेट गोप्रोहरू सेटअप गर्नु छ होइन सो आजको भ्लग चाहिँ ड्राइभिङ सेन्टरबाट सुरु हुँदैछ BID को ठ्याक्क हुन्छ नि सर्भिस सेन्टर भन्दा अपोजिटमा रहेछ होइन ड्राइभिङ सेन्टर चाहिँ सो यता अलिसा छ सचिन पनि छ सचिनको बुढी अनि आज म्यानेजर पनि है हामी 5 जना जाँदैछौँ डट टेम्पल भोलि चाहिँ एक्सपल्सको हुन्छ नि लाइक इभेन्ट हुँदैछ आज अब चलाउनु नपाउनु पनि सक्छ है फेरि डट ट्र्याकमा ट्र्याकहरू सबै नयाँ बनाइसकेको छ क्या त्यही भएर यता अब स्कुटर बाइक ओइ नचला है अर्काको कहाँ पैसा तिरेर त्यत्तिकै चलाउनु जान्छ यार खुट्टा नटेक्नु ल यहाँ हामी सिकाइदिँदैछौँ सबै है ल हेर्नु त ल खुट्टा टेक्ने बानी रहेछ क्या त्यही भएर ल खुट्टा नटेक्नु भनेको मजाले गर्दैछ नि त ल नटेक्ने लडोस् बरु नटेक्नु हो ल फेरि What's up beautiful people, this is your boy Bibil, come back to another episode of पेलिन उडिन्छ माथि MRB Blacks अब म जान लाग्छु गाइस कहाँ जान लाग्छु भनेपछि म तपाईँलाई भन्दिनै छु मैले पहिल्यै दिन गाडी हेरिरहेको थिएँ नि त अनि आज पनि एउटा यसो यही नजिक रहेछ पेरी हलमा एउटा मान्छेको घरमा अलि पुरानै गाडी रहेछ जस्ट 4-5 हजार भनिरहेछ डिस्काउन्ट माग्छु गएर एकचोटि गाडी हेर्छु म कस्तो छ अनि निसानको अलि ठुलै गाडी रहेछ गरे पहिला हेरेर त मामफुली 40,000 को गाडी एक फोकटमा किनेर 40-45,000 गाडी ब्याज तिर्दाखेरि त त्यसलाई त 5-6 वर्षमा त 60,000 पुग्दो रहेछ क्या त्यस्तो महँगो त किन ल्याउनु पर्ने र कसलाई देखाउँछ रे अमेरिका गाडी होइन ए फोकटमा महँगो हो छ भन्दै ल्याउने ठुट्टै कुरा अब भएन भाइ कहाँ हो के हो कसो मेरो पहिला गाडी यही त हो नि ऱ्याप फोटो एउटा पक्कै नेपालीकै हुनुपर्छ ऱ्यापको छ नि भनेको नेपाली नै हो किनकि नेपालमा अफरोडिङ गाडी मन परे जस्तो यो अलिकति त्योसँग मिल्छ तर यहाँ अफरोडिङै छैन हान्नुको लागि तर कहिले काहीँ अफरोडिङमा अड्क्यो भने चाहिँ निकाल्न मजा आउँछ कि मैले कस्तो गर्दै थाहा गाइस पहिला अब फर इक्जाम्पल होइन म तपाईँलाई भन्छु यहाँबाट सर हुन्छ जाने हुन्छ यहाँबाट एउटा स्ट्रेट लाइन राख्दै हुन्छ पारी जाने यहाँबाट स्ट्रेट लाइन राख्दै हुन्छ तर यहाँ सानो ग्याप भयो नि मेरो त्यो ऱ्यापो यहाँ यस्तोमा चलाइदिन्थ्यो एउटा पाङ्रा अनि यसरी लैदिन्थ्यो क्या यो ठुलो गाडी भएको फाइदा चाहिँ त्यो हो त्यो भएर मलाई सानो गाडी खासै मन पर्दैन कि ठुलै गाडी मनपर्छ हेर म अब त्यो गाडी म यहाँ पेरी हलमा छ गएर देखाउँछु के हुन्छ कसो हुन्छ त्यहाँ मामाको फुक्ने गाडी लड्दै जाने गरे अब के छ र होइन अब मैले गाडी किनेँ भने मामालाई दुःख दिनु नपरोस् हुन्छ अब मामालाई नि के को दुःख हुने र दिनभरि काममै हुनुहुन्छ अब आफ्नो काममा अब गाडी त्यतिको बसेको बेला यसो भान्जालाई सहयोग त गर्नै पर्यो गाइज होइन के हो र बाइक हेर्नु त्यहाँ बाइक हो माइ गड बाइक त्यहाँ राखेको थोत्रो भएर राखेको छ चलाउँदैन अब यहाँ चलाउनु मिलेन यस्तो जाडो आज मात्रै हल्का तातो गरिन्छ घाम लगाएर क्या आज यस्तो चिसो भोलि आज यस्तो गर्मी हुन्छ भोलि त यस्तो चिसो भइदिन्छ क्या ठाउँ चाहिँ त्यस्तो हो क्या त्यो भएर वेदरको चाहिँ भरै छैन अब हेरौँ अब बाइला गाडी किनौँ 2-4 महिना यहीँ बस्ने भइयो भने त म एउटा ठिक्कको एउटा बाइक पनि किन्छु अनि हेलमेटहरू लिएर यहीँ छ अलरेडी अनि गोप्रोहरू छ DJI को त्यो एक्सन क्यामेराहरू अब म टक्क लाएर भ्लग गर्ने नै छु गाइस हेर्नु यहाँ चाहिँ कस्तो हुन्छ नि सिस्टम यहाँ चाहिँ छैन होइन कुकुरलाई डुला हो भने यहाँ कुकुरको लागि प्लास्टिक ल्याइदिन्छ क्या अनि त्यो कुकुरले पुप गर्छ होइन अनि पुप गरिसकेपछि चाहिँ यो रेन्टल ट्रकले पुप गरेपछि अनि प्लास्टिक झिकेर अनि फाल्न मिल्यो क्या त्यस्तो सिस्टम राखिदिएको हुन्छ हेलो फ्रेन्ड्स यो च्यानल नयाँ हुन्छ सब्सक्राइब गरेर पनि सपोर्ट गर्नु होला यो चाहिँ खाना खाने ठाउँ हो अनि यहाँ चाहिँ एकदम लगभग 1 आवर र हाफ आवर जति पनि लाग्न सक्छ अनि यो जुन बाहिरको नजारा हो यो बाहिरको खाना रुकेको यहाँ चाहिँ हामी
म चाहिँ यो रन्काउने वाला छु रन्काउने अग्लो न अग्लो के अरे पुल पुल ए कुन पुल यो कुन ठाउँको पुल हो नगरकोटको नगरकोट छोटे पुल यहाँको चाहिँ नजारा तल्लोपट्टिको नजारा पुलको निचेको निचेको अगाडिको पछाडिको एकदम घुम्नु चाहिँ यति धेरै मान्छेहरू आउँदो रहेछन् कि टन्नै जो अब यता पछाडि नि छ यता फेरि उल्टो साइडमा अगाडि नि छन् अगाडि पछाडि यो ठाउँ चाहिँ निकै बबाल नै रहेछ यो चाहिँ हाम्रो BMW कार हेलिकप्टर भने नि हुन्छ सल्लाह घरीमा आइपुग्यो अहिले चाहिँ यस्तो रहेछ यहाँको सुपर बाइकसँग सुपर बाइक पछाडि झोला सुपर बाइक छोक्रे हाम्रो छोक्रे हो यो हाम्रो छोक्रे हो पृथ्वी नारायण शाहसँग चाहिँ म भेट्न जाँदैछु मेरो सान दुसले आश्चर्यको मुलुक होइन सबैलाई चेतावनी भयो श्री 5 वडा महारजधीमा पृथ्वी नारायण शाह अभी हम पहुंच चुके हैं नगरकोट टाढा धेरै मान्छेहरू घुम्न आउँदो रहेछ है यति धेरै आउँदो रहेछ घुम्नु वरिपरि मान्छे यो चाहिँ घुम्नको लागि एकदम यहाँ चाहिँ हिमाल देख्ने ठाउँ तर आज छै टुवालो वरिपरि लागेको कारणले गर्दा हामीले भ्यू देख्न सकिरहेको छैन मेरो दोस्तहरू है एकचोटि चाहिँ माथि चढ्ने विचार छ सबै साथीजना एक राउन्ड चाहिँ अहिले पालो पर्खिँदा चाहिँ हुँदैन क्या हो खेल्नै पर्ला जस्तो छ साथीहरूलाई केटाहरूमा चढ्ने चढ माथि चढ्न अच्छा वरिपरिको खूबसूरत नजारा तलको नजारा यता परको नजारा हाम्रो साथीहरू फाइनल्ली हामी चाहिँ अब यहाँ पनि चढिसक्यो यो स्ट्यान्डमा पनि अब चढिसकेपछि अब हामी झार्ने घर जाने कि ठ्याक्कै 12 घन्टा जति भयो हिँडेको चाहिँ घरदेखि अब घर जाने हो अब यस्तै ओह्रालो खराखुरुक लागेर मेरो साथी साथीहरू पनि आयो मेरो साथीहरू पनि ओर्लिदिएर ल ओर्लिदिएर यहाँदेखि टाढो भुइँमा ओर्लिदिएर तर हिमाल चाहिँ देखिएन क्या साह्रै दुःख लाग्थ्यो यत्रो कुदेर आएको माछा 12-13 घन्टा कुदेर आएको साइकलमा तर हिमाल चाहिँ देखिएन क्या साह्रै दुःख लाग्यो टुवाल लागेकोले गर्दा बाई बाई नगरकोट बाई बाई नगरकोट बाई बाई नगरकोट नगरकोट बाई 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 नगरकोट यार आफै गिट्यो यार बिस्तारी घर हिँड्नु पर्ला दुःख पनि लाग्यो
अन्त BMW कार लिएर हामी घर फर्किन्छौँ BMW कार यो चाहिँ अपन टोपा साइकल बिग्रियो साइकल BMW कार राइट